हाम्रो पनि यहाँ टिकटक सबबाट होइन होम डिपोबाट आइसकेको छ धेरै धेरै सस्तो धेरै मस्तो यो के हो अब होम डिपोबाट कति 11, 12, 13, 14 रुपियाँमा यो जम्मै काठ आउँछ होइन यो त अझ यिनीहरू त बाँकी पनि रहेको छ यो $11 को यो $3 को होइन त्यतिमा बनिहाल्छ यो टिकटक सपमा यदि कसैले धेरै सस्तो मस्तो दिस इज अ ग्रेट डिल भनेर नपत्याउनु अनि यो बनाउन यति इजी छ त्यो टिकटक सपबाट आएको त्यो काठ फिक्स गर्न भन्दा त्यो भन्दा पनि सस्तो छ सजिलो छ लेट मी सो यु द प्रोसेस अब यो सबै काटिदिइहाल्छ यो आफूले भनेअनुसार मैले यो चाहिँ यसको जुन लम्बाइ छ त्यो अनुसारले काट्न लगाएको छु अनि त्यहाँबाट यो दुईटा 2-2 फुटको बनाउन लगाएको छु जत्रो बनाउन लगाए नै हुन्छ अनि यो दुईटा यो लामो चाहिँ 5-5 फुटको गर्न लगाएको छु अब जोड्नलाई कति सजिलो छ पहिला पिरा बनाउन त आउँछ होला सबैलाई पिरा बनिसक्यो बस्न मन लाग्यो यही पिरामा बस्ने नबस्न मन लाग्यो कन्टिन्यू गर्ने आफ्नो काम बनियो कति सस्तोमा बनियो होइन त यो अब योभन्दा यसैलाई 70, 80, 90 पर्छ बाहिरतिर किन्नु हो भने होइन यो यति सजिलो छ बनाउन म केही एक्सपिरियन्स छैन म यस्तो काम गर्दिनँ र पनि मलाई यति टाइम लाग्यो सो डोन्ट बी फुल आफै बनाउने होम डिपोमा काटिदिइहाल्छ सबै